नमस्कार, म मन्त्रीको भेडा चम्चा। आज चाहिँ चुनाव पर्चा प्रचारको लागि हाम्रो मन्त्रीजी आउने हुनुहुन्छ। त्यसको लागि चाहिँ तपाईँहरूले मान्छे जुटाउनु पर्यो। हाम्रो मन्त्री इमान्दार हुनुहुन्छ, सोझो हुनुहुन्छ, त्यसको लागि केही गर्न सक्नुहुन्छ। तपाईँहरूले जसरी भए पनि यो भेलामा मान्छे जुटाउनु होला। अहिले चाहिँ म नेता मन्त्रीजी लिन जान्छु। स्वागत छ मन्त्रीज्यू। ल हुन्छ, ल धन्यवाद तपाईँहरूलाई। ल हुन्छ, बसन्त है। मजा है। ल म चाहिँ यो गाउँबाट फाल्गुन 21 को चुनावमा उठ्दैछु। तपाईँहरूको माझमा म उपस्थित भइसकेको छु, आइसकेको छु। अब तपाईँहरूले जसरी हुन्छ मलाई जिताउने कोसिस गर्नु होला। तपाईँहरूको समस्या के छ, कस्तो छ यो गाउँको, त्यो तपाईँहरूले भन्न सक्नुहुन्छ। तपाईँहरूको गुनासो के छ त्यो पनि यसो सुन्न पाए हुन्थ्यो। हजुर, फेरि अहिले हाम्रो यो बाटोको हालत होइन, हजुर हाम्रो टोलको बाटोको हालत यस्तो छ। तपाईँले देखिराख्नु भएको छ, अहिले पके पनि तपाईँ गाडीमा आउनुभयो, हजुर हजुर देख्नुभयो होला होइन। हजुर, यो बाटो चाहिँ सुधार हुनु पर्यो सर्वप्रथम होइन। हजुर हजुर। र हाम्रो यो गाउँमा यो टोलमा हाम्रो बेरोजगार युवाहरू चाहिँ एकदमै धेरै छन् होइन। हजुर हजुर। त्यो चाहिँ अब बेरोजगार युवाहरूले रोजगार अहिले अब के हुन्छ होइन, कसरी हुन्छ त्यो चाहिँ दिलाइदिनु पर्यो। अनि त्यति गर्नुभयो भने त हजुरलाई यो फाउन्ड 21 गते चुनावमा त तपाईँ सिधै विजयी तपाईँ हो कि। ल हुन्छ, म तपाईँहरूको यो गुनासो तपाईँहरूको जुन थियो त्यो मैले बुझेँ होइन। हजुर। मैले भर्खरै आउँदाखेरि बाटोमा पनि देखिसकेँ। म पनि त्यहाँ बाटो अलिक खराब रहेछ र मेरो पिएले चाहिँ मलाई बसालेर गाडी लतारेर लिएर आएको त्यो मैले देखेँ। तपाईँहरूको यहाँको गाउँको हालत जसरी हुन्छ मलाई चाहिँ नि अब यो चुनावमा फाल्गुन 21 को चुनावमा जिताउनु भयो भने चाहिँ तपाईँहरूको यो बाटो, खानेपानी, तपाईँहरूको यो के छ समस्या यो गाउँमा, म सब समस्याको समाधान गरिनेछु। हजुर, पेन दिनुहोस् त। ल तपाईँहरूको समस्या सबै मैले बुझिसकेँ होइन। हजुर, यसमा मैले सबै नोट गरिसकेको छु। हजुर। यदि तपाईँहरूले त्यस्तो